खर्च गर्नुपर्छ नि आफ्नै बुवा आमा त्यो जुन त्यही नभयो भने आजदेखि चाहिँ एउटा मानवको राम्रो आमाको कोख छान्ने दिन हो। आमाको कोखमा जाने दिन हो। आजदेखि उहाँले बाँच्छु भयो भने बस्ने अधिकार हुँदैन। त्यसैले उहाँ अन्तर्पाबाट अब पार हुन्छ आजदेखि। त्यस कारणले गर्दा चाहिँ अहिले उहाँले तपाईँको यो फाल छ नि एकछिन पछि तपाईँहरूले यो कुयौँ गर्दा कुनै लामाहरूलाई चाहिँ पूजा गरेर त्यसको भाडा दिए जस्तो नगरिकन लामाहरू पनि भगवान् सम्झेर त्यो भगवान्ले चाहिँ एउटा दसना चढेको महसुसलाई चढाउने हो। त्यसैको फल पनि अहिले उहाँलाई चाहिन्छ। उहाँलाई अहिले प्रार्थना मैले भने गरिसकेको र अहिले गर्दै भएको र गर्ने हुने ती सबैको धर्मको फल चाहिँ निश्चित उहाँलाई अहिले पाओस् भनेर चाहिँ प्रार्थना राम्रो गरिदिनुहोस् है। अनि त्यसै गरी अहिले यहाँ माने हुँदैमा एकछिन तपाईँहरू सबै मसँगै ठुलो स्वरले मानि जोडिदिनुहोस् है। Yeah.